Naveen sir, welcome to the vlog. Thank you so much sir. तपाईं टेन्ट लगाउन सिकाउनु पर्ने भयो हाम्रो जनताहरुलाई जनता जान्न चाहन्छ मलाई पनि खासै आउँदा आउँदैन सर प्रोफेसनल त होइन सो हेर्दै सिक्दै गर्ने हो यो चाहिँ हामी मदन भाइको र मेरो मिनी टेन्ट हो सो हाम्रो चाहिँ टेन्ट सेटअप भइसके पछाडी अब हामी एयर म्याट्रेस फुलाउने कार्यक्रममा लागेका छौं वेलकम टु माई ब्लग है अहिले ठिक छ क्याम्पिङ भनेको र अलिकति त्यस्तै नै राम्रो हुन्छ नि सब गाडीबाट नि झार्छ चटपटे कस्तो बनायो तिमीले आफूलाई त मिठो लाग्छ पाके छ त मोमो पाक्दैछ एक्सचेन्ज गर्नु पर्यो ल माथि लाउनु पर्यो ओ वाउ खासमा पाक्यो यहाँबाट चाहिँ लेक कस्तो देखिन्छ लेट्स सी वाउ म चाहिँ भर्खरै लेकमा गएर अब क्याम्प साइट फर्किरहेको छु है क्याम्पमा के भइरहेछ एकछिन हेरौँ अघि मोमो खाइयो मेबी अब हामी पुलाउ चिकनको त तयारी भइरहेको होला अर मेबी बार्बिक्यू हाम्रो मेन्युमा धेरै कुराहरू छ चिया पनि थियो हेर न चिया पाक्दैछ होइन यो जङ्गल भयो त्यहाँ पछाडि लेक छ अघि जुन देखिएको लेक चराहरू कराएको सुनिन्छ होइन प्रिजर्भड यो चाहिँ युनिभर्सिटी क्यानाडा नो आइम सरी युनिभर्सिटी ब्रिटिस कोलम्बिया UBC को चाहिँ रिसर्च फरेस्ट पनि रहेछ त्यहाँ नोटिसमा लेखिरहेको थियो सो हाम्रो क्याम्प साइट चाहिँ यही नै भयो लेट्स गो आजको वेदर चाहिँ एकदम लभली वेदर छ राति एकछिन पानी सिमसिम पानी देखाएको छ बट लेट्स सी पानी नपर्यो भने चाहिँ एकदम रमाइलो हुन्छ के भइरहेछ त हाम्रो क्याम्प साइटमा बोटिङ जाने तयारी हुँदैछ सर ओहो बोटिङ जाने हजुर कहाँ हराउनु भन्ने कुरा भइरहेको थियो मेरो लागि पनि स्पेस छ त अफ कोर्स होइन सर हजुरलाई त स्पेशल स्पेस छ हो खाने नि अनि हामी जाउँ ल ओके
त्यसै के हो दुःख पीडा बिर्साउँदैमा आए आफ्नै गाउँ फर्किआए नयाँ नयाँ गुड मर्निङ साथीहरू। अहिले चाहिँ पानी परिरहेछ। राति अराउन्ड 1-2 बजेतिरबाट चाहिँ पानी पर्न सुरु गरेछ होइन, गऱ्यो। अनि पानी पर्न अलिअलि सुरु गरे पछाडि नै हामी सुतेका थियौँ। इट्स रेनिङ हेभी। सो हाम्रो बेडिङ सेटअपमा चाहिँ एटलिस्ट हामीले ब्ल्याङ्केटहरू ल्याएको थियो होइन। सो ब्ल्याङ्केट, डबल ब्ल्याङ्केट थियो। एयर म्याट्रेसबाट चाहिँ अलिअलि चिसो चाहिँ आइरहन्छ होइन, इभन दो लाइक बेडसिट लगाएको भए पनि हल्का चिसो आइरहन्छ। एन्ड पिलो कुराहरू चाहिँ इफ यु आर प्लानिङ क्याम्पिङ होइन गर्नुपर्छ नि। टोपी जति नै समर भए पनि भ्यान्कुभरमा अथवा लाइक क्यानाडामा चाहिँ राति चाहिँ चिसो हुन्छ। सो इफ यु आर सेन्सिटिभ कोल्डबाट म जस्तै टोपी एन्ड अगाडि